पनि ज्ञानको स्रोत गुरु पुस्तक वा आफ्नै जीवनका अनुभव सही रूपमा ज्ञान लिनका लागि भगवत गीताले 3वटा सूत्र दिएको छ। आउनुहोस् आज यसैबारे छोटो कुरा गरौँ। पहिलो सूत्र प्रणिपात अर्थात् विनम्र हुनु र सिक्नका लागि मनलाई खुल्ला बनाउनु। हामी नयाँ कुरा सिक्न बस्दा धेरै पटक भित्रभित्रै यस्तो सोच राख्दछौँ, यो त मलाई पहिल्यै थाहा छ, यसमा के नयाँ छ र? यदि तपाईले पहिले नै मलाई सबै कुरा थाहा छ भन्ने भ्रम वा पूर्वाग्रह राख्नुभयो भने तपाईँ नयाँ कुरा सिक्नै सक्नुहुन्न। दोस्रो सूत्र परिप्रश्न विनम्र भएपछि अर्को आवश्यक कुरा हो जिज्ञासा। कुनै पनि कुरालाई आँखा चिम्लेर मान्नुभन्दा त्यसलाई बुझ्नका लागि परिप्रश्न गर्नु पर्दछ। किन, कसरी, यसको गहिरो अर्थ के हो? यस्ता प्रश्नहरूले नै ज्ञानलाई गहिराईमा पुर्याउँदछ। तर प्रश्न सोध्दा एउटा कुरा याद गर्नुपर्दछ, प्रश्न सत्य जान्नका लागि होस्, तर्कमा जित्नका लागि होइन, कसैलाई होच्याउनका लागि होइन। जब जिज्ञासा जेन्युन हुन्छ र प्रश्न विनम्र हुन्छ तब ज्ञान आफै खुल्दै जान्छ। र तेस्रो सूत्र सेवा। सेवा भनेको ज्ञानप्रति कृतज्ञ हुनु हो र त्यस ज्ञानलाई जीवनमा उतारेर त्यसको सम्मान गर्नु। तपाईले कुनै राम्रो कुरा सिक्नुभयो, यदि त्यो व्यवहारमा आएन भने त्यो केवल शब्दमै सीमित रहन्छ। तर जब तपाईँ त्यो ज्ञान अनुसार आफ्नो सोच, व्यवहार र निर्णय परिवर्तन गर्न थाल्नुहुन्छ, त्यही परिवर्तन नै ज्ञानको साँचो सेवा हो।